कलर म्याचिङ गेम कसले सुरु गर्यो थाहा छैन तर जसले सुरु गर्यो गलत गर्यो आजदेखि हामी आमामा यो टचर म सहँदा आज नसकेर हारेर उसले के ल्याएछ मैले के ल्याएछम हेर यहीँ ल फर्स्ट कुन भनिहाल्नु के कुन कलर निकाल न कुन भन्नु न तपाईँ एउटा ओरेन्ज ओरेन्जै छैन फेरि ओरेन्ज भन्नु 1 2 3 गो ल के हो यो त आफैलाई हो त यो त हामी दुईजनालाई भयो के अरे जिउ मार्नलाई हुन्छ ल न लु गिफ्ट के हो त के हो यो खाने कुरालाई यो त झन् यस्तो काम लाग्ने चिज ल सलाद ल सेकेन्ड ग्रिन ल 1 2 3 गो मैले चाहिँ ग्लिसरिङ ल्याइदिएको है जाडोमा हात फटाफट राख्छ भनेर सब्जी खाने यता मलाई दिनु के यो गिफ्ट अरे त्यस पछाडि रेड मलाई चाहिँ यो बिस्कुट एकदम मनपर्छ मलाई पनि र उहाँलाई पनि फास्ट मैले चाहिँ देखाइसकेँ यसलाई त रेड भन्दैन नि त के भन्दा जे भने पनि पर्पल पनि हो रेड पनि हो यसलाई मान्नुपर्छ यो के हो यो चाहिँ आउँछ यस्तोलाई गिफ्ट भन्दैन क्या यो तपाईँले ब्राउन ब्राउन त मसँग छैन छैन भने हार्यो होइन हार्दैन यो त यही कलर ल्याएँ मैले ल्याएँ भनेको भरे बिर्सेछु ल यो कलर ल तपाईँलाई के हो यो के गर्नुपर्ने यो यसो छ तपाईँलाई चिलाउँदैन अनि मलाई बनाउन लागको लागि गर्नुहुन्छ नि त्यही भएर वाउ ब्याग आएछ ल थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू त भन्नु ब्याग आयो अब पर्पल ओरेन्ज पर्पल त ऊ हो अर्को पर्पल पर्पल ओके स्टार्ट 1 2 3 गो यसलाई ब्लू भन्छ हौ यहाँ हेर न यसको भित्र चाहिँ यहाँ छ नि त यसलाई हेर्ने होइन नि त ल मैले चाहिँ तपाईँलाई झन् पान खाने बोतल ल्याउनुपर्छ यो कुन एङ्गल ठिकै छ यो त अब त्यस पछाडि फेरि रेड 1 2 3 गो ल न यो चाहिँ टावेल हो क्या अनुहार पुस्न प्लास्टिक पनि ल स्काई ब्लू त्यस पछाडि व्हाइट निकाल्नु न तपाईँको चाहिँ ननिकाल्नु देखाइदिनु न त ल के हो यो तपाईँलाई के अरे साह्रै रहर लाग्छ होइन उ गर्नलाई के अरे यसमा चाहिँ फ्लावरहरू राख्नु ल मेरो चाहिँ सरप्राइज छ गिफ्ट अरे क्या यसलाई गिफ्ट भन्दैन ल अब